नमस्ते साथीहरू। के तपाईलाई कहिलेकाहीँ लाग्छ कि तपाईमा क्षमता त छ, तर आत्मविश्वासको कमीले गर्दा अगाडि बढ्न सक्नु भएको छैन? के मानिसहरूको अगाडि बोल्न वा नयाँ काम सुरु गर्न डर लाग्छ? यदि हो भने यो भिडियो तपाईका लागि हो। आज हामी मनोविज्ञान, साइकोलोजी र विशेषज्ञहरूले प्रमाणित गरेका 10 यस्ता टिप्स बारे कुरा गर्नेछौँ जसले तपाईको सेल्फ कन्फिडेन्स वा आत्मविश्वासलाई अर्को तहमा पुर्याउन मद्दत गर्नेछ। आउनुहोस् सुरु गरौँ। स्क्रिनमा बुदाहरू एनिमेसनको साथ आउनेछन्। 1. आफ्नो तुलना अरूसँग गर्न छोड्नुहोस्। स्टप कम्पेयरिङ योरसेल्फ टु अदर्स। पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा, सोशल कम्पेरिजन थ्योरीका अनुसार जब हामी अरूको सफलता, पैसा वा रूपसँग आफ्नो तुलना गर्छौँ तब हामी आफैलाई कमजोर ठान्न थाल्छौँ। याद राख्नुहोस्, अरूको जीवन सोशल मिडियामा जति राम्रो देखिन्छ, यथार्थमा त्यस्तो नहुन सक्छ। आफ्नो प्रतिस्पर्धा आफैसँग गर्नुहोस्। हिजोभन्दा आज राम्रो बन्ने प्रयास गर्नुहोस्। 2. शारीरिक हाउभावमा सुधार गर्नुहोस्। इम्प्रुभ योर बडी ल्याङ्ग्वेज। मनोविज्ञानले भन्छ हाम्रो शरीरको हाउभावले हाम्रो दिमागलाई असर गर्छ। कुरा गर्दा ढाड सिधा राख्नुहोस्, आँखामा हेरेर कुरा गर्नुहोस्, आई कन्ट्याक्ट र अनुहारमा हल्का मुस्कान राख्नुहोस्। यसले अरूलाई मात्र होइन, तपाईको आफ्नै दिमागलाई पनि म विश्वस्त छु भन्ने सन्देश दिन्छ। 3. साना साना लक्ष्यहरू राख्नुहोस्। सेट स्मल अचिभेबल गोल्स। एकैचोटि ठूलो हिमाल चढ्ने नसोच्नुहोस्। ठूलो लक्ष्यलाई साना साना टुक्रामा बाँड्नुहोस्। जब तपाईँ सानो काम पूरा गर्नुहुन्छ, तपाईको दिमागमा डोपामाइन रिलिज हुन्छ, जसले तपाईलाई मैले गर्न सक्छु भन्ने महसुस गराउँछ। 4. नकारात्मक सोचलाई चुनौती दिनुहोस्। च्यालेन्ज नेगेटिभ सेल्फ टक। हाम्रो सबैभन्दा ठूलो शत्रु कहिलेकाहीँ हामी आफै हुन्छौँ। यदि दिमागले भन्छ त यो गर्न सक्दैनस् भने आफैलाई प्रश्न गर्नुहोस्, किन सक्दिन? मसँग के कमी छ? आफूलाई कमजोर बनाउने विचारहरूलाई सकारात्मक तर्कले जित्नुहोस्। 5. पूर्ण तयारी गर्नुहोस्। बी प्रिपेयर्ड। तपाईँ जति धेरै तयारी गर्नुहुन्छ, डर त्यति नै कम हुन्छ। चाहे त्यो परीक्षा होस्, इन्टरभ्यू होस् वा भाषण। विषयवस्तुको ज्ञान र अभ्यासले आत्मविश्वासको जग बसाल्छ। नलेज इज पावर त्यसै भनिएको होइन। 6. शारीरिक व्यायाम र स्वास्थ्य। एक्सर्साइज एन्ड हेल्थ। शारीरिक रूपमा स्वस्थ हुनु मानसिक रूपमा बलियो हुनु हो। नियमित व्यायामले शरीरमा एन्डोर्फिन हर्मोन बढाउँछ, जसले तनाव घटाउँछ र मुड राम्रो बनाउँछ। जब तपाईँ आफ्नो शरीरप्रति राम्रो महसुस गर्नुहुन्छ, आत्मविश्वास आफै बढ्छ। 7. हुन्न भन्न सिक्नुहोस्। लर्न टु से नो। आत्मविश्वास भनेको अरूलाई खुसी पार्नु मात्र होइन। आफूलाई मन नपरेको वा आफ्नो समय नभएको कुरामा विनम्रतापूर्वक नाइ वा हुन्न भन्नुहोस्। आफ्नो सीमाको सम्मान गर्दा आत्मसम्मान सेल्फ रेस्पेक्ट बढ्छ। 8. आफ्ना पुराना सफलताहरू सम्झनुहोस्। सेलिब्रेट पास्ट विन्स। जब तपाईलाई कमजोर महसुस हुन्छ, विगतमा तपाईले गरेका राम्रा काम वा साना सफलताहरू सम्झनुहोस्। डायरीमा आफ्नो उपलब्धिहरू लेख्ने बानी बसाल्नुहोस्। यसले तपाईलाई म पनि केही हुँ भन्ने याद दिलाउँछ। 9. डर लाग्ने काम गरेर हेर्नुहोस्। फेस योर फियर्स। आत्मविश्वास बढाउने सबैभन्दा छिटो तरिका भनेको जुन कुराको डर लाग्छ त्यो काम गरेर हेर्नु हो। मानिसहरूसँग बोल्न डर लाग्छ, सानो ग्रुपमा बोल्न सुरु गर्नुहोस्। जब तपाईँ डरलाई जित्नुहुन्छ, आत्मविश्वास आकाशिन्छ। 10. सकारात्मक मानिसहरूको सङ्गत गर्नुहोस्। सराउन्ड योरसेल्फ विथ पोजिटिभ पिपल। तपाईँ त्यस्तै बन्नुहुन्छ जस्तो सङ्गत गर्नुहुन्छ। सधैँ आलोचना गर्ने र निरुत्साहित गर्ने मानिसहरूबाट टाढा रहनुहोस्। जसले तपाईलाई हौसला दिन्छन् र अगाडि बढ्न प्रेरित गर्छन्, तिनीहरूको सङ्गत गर्नुहोस्। प्रस्तुता। साथीहरू, आत्मविश्वास रातारात बढ्ने जादु होइन, यो एउटा अभ्यास हो। यी 10 टिप्समध्ये कुनै 1 वा 2वटाबाट आजैदेखि सुरु गर्नुहोस्। तपाईलाई यो भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। यदि यो टिप्सहरू उपयोगी लाग्यो भने भिडियोलाई लाइक र सेयर गर्न नबिर्सनुहोला। यस्तै जानकारीमूलक भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद। नमस्ते।